पनि पुराना राजनीतिक दलका नेताहरू हुनुहुन्छ जसले यदि मुलुकको चिन्ता गरेर यिनको हातमा देश जाँदाखेरि मुलुक केही सङ्कटमै पर्नेको हो कि भन्ने चिन्ता गर्नुभएको छ। म उहाँहरूलाई स्पष्ट पार्न चाहन्छु, चिन्ता नगर्नुहोस्, तपाईहरुले चिन्ता गर्नु पर्दैन। नयाँ पुस्ता सक्षम छ, सबल छ, यो देशलाई एउटा उचाइमा लिएर जान सक्ने क्षमतावान पुस्ता हामीले लिएर आएका छौँ। संसदलाई तपाईहरुले उस्तै परे एउटा बजेट भाषण बाहेक अरू हेर्न नसक्ने थलोको रूपमा बनाउनु भएको थियो, तर संसदका हरेक सेसनलाई नेपाली नागरिकले, युवा पुस्ताले आँखा झिमिक्क नपारिकन हेर्ने बनाउने रासोपा हो। चिन्ता नगर्नुहोस्, हामी सम्हाल्छौँ। बिग्रिएको अर्थतन्त्रलाई हामी उकास्छौँ, बिग्रिएको वैदेशिक सम्बन्धलाई हामी उकास्छौँ, गिरेको राष्ट्रिय मनोबललाई हामी उकास्छौँ। युवाहरूमा त्यो ताकत छ, त्यो शक्ति छ, हामी उकास्छौँ, हामी सक्षम छौँ, राजनीतिक रूपमा परिपक्व हुन्छौँ, हुँदैछौँ, गर्दैछौँ। तर त्यो राजनीति पनि के राजनीति जसले देशलाई हरितन्नम बनाएर छोड्यो, देशका नागरिकलाई देश छोडेर जाने बनायो, लालापालालाई छोडेर जानुपर्ने बनायो, सम्भावना भएको देशलाई सम्भावनाहीन बनाएर छोड्यो। हामी त्यहाँबाट उठाएर एउटा गन्तव्यमा मुलुकलाई लिएर जान सक्षम छौँ। तपाईहरुले पपुलिस्ट भने पनि तपाईहरुको विश्लेषणभित्र हामी हेलामा परे तापनि हामीलाई थाहा छ, हामीले बुझेका छौँ। र यो जोडिने क्रममा जसरी हामी नयाँ साथीहरू जोडिएका छौँ, ती साथीहरू अब्बल साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ। यो पुस्तासँग आफ्नो मुलुकलाई नयाँ गन्तव्यमा लिएर जान सक्ने अथाह क्षमता छ।